नराख्नुहोस्। के कसरी उहाँले भन्नुहुन्छ त्यो मेरै बुढा हो, मेरै बुढा लगिदियो बुहारीले भन्छ। यो कसरी मेरो बुढा हो तपाईँ ननाट्नु है मेरो बुढा भनेर। उहाँले होइन को अङ्गालो कसलाई अङ्गालो यहाँ सुन्नु त एकछिन मैले कुरै बुझिनँ तपाईँको। यहाँ सुन्नु न मैले कुरै बुझिनँ। तपाईँले अङ्गालोमा राख्नु भएको चाहिँ को अङ्गालोमा राख्नु भएको चाहिँ को? तपाईँ पनि तपाईँले 1-2 दिन राख्दैमा श्रीमान हुँदैन है। कहाँ गयो 1-2 दिन मात्रै राखेको? 1-2 दिन मात्रै उसले भन्छ उसले भन्छ उसले बुढी भन्दैन दिदी भन्छ। मलाई भन्नुहुन्छ बुढी बिचरा उहाँको नि कुरा राख्न दिनुपर्छ है। तिमीलाई यसरी बिचारले मार्दिन तिमी मेरो साथी हो मैले ल्याएको। त्यसले त एकछिन फोनमा बोली भन्दा त्यो त मेरो दिदी पर्छ। त्यसले मेरो बाबा मेरो आमासम्मको मान्छेले तिमीले कसरी बुढी भन्छु भनेर भन्नुहुन्छ। उसले 2 दिन मात्रै राखेको। उसले त्यसरी भन्नुहुन्छ यो दुनियाँसँग फोनमा बोल्नेमा कति उसकै जेठाजुसँग फोनमा बोल्छ। जेठासँग बोला नि त मेरो बुढा हो भन्नु उसले पनि। 10 लाख रुपियाँ खाइदियो अरे। खान्छ 10 लाख। अनि यहाँ सुन्नु न त्यो जुन तपाईँको अहिलेको छ नि बोयफ्रेन्ड भन्ने यो अहिले तपाईँले राखिरहेको छ नि त्यो काजी भनेर पनि यहाँनिर काली एकछिन हो।